अन्त ठुलै छ त खोला त्यहाँ आम्मा अन्त त्यो गाडी हेरी त्यो उठ्दाखेरि कता तर्छ त उहाँ माथि तर्छ बिजुलीको पोल हेरौँ त कस्तो भएको छ यहाँनिर त्यही भएर त्यही पनि यो लाइन गइरहेछ क्या अझै पनि ठ्याक्कै कलर त सेम छ त हौ चिन्ने छैन मान्छे त यार खम्बा के हो यहाँ चाहिँ धेरै कुरा रहेछ यहाँ नाग रहेछ यहाँनिर हरिण यहाँनिर के हो यो चिलो के हो यो ओके अलराइट हेलो इट वेलकम ब्याक टु अनदर ब्लग यो सबजना सन्चै राम्रै हुन्छ त म पनि सन्चै राम्रै छु आज चाहिँ म र बुढीबाट म रिडी जाँदैछौँ अनि यसो सर बाइकमा थोरै काम पऱ्यो बिहान बिहानै होइन त्यहाँ मन्दिर सन्दिर के छ ट्याक्क भ्याइन्छ त्यहाँ त्यही भएर अब पूजा सुजा हानिन्छ अनि अरू त त्यस्तै होला बुढाबुढी भएर हामी रिडी जान्छौँ लेट्स गो बेबी बिहानको लगभग 8 बजिसकेको चाहिँ ल स्टेट्युन कस्तो हुन्छ है त ल अब रेडी भइरह्यो त बाइक पनि रेडी भयो मान्छे रेडी भइरहेछ अब लाग्यो ल है त अब हामी चाहिँ गुल्मी लाग्न लाग्यो अहिले चाहिँ हामी पाल्पामा छ बाइकमा आइयो पूजा तयार हुन्छ त्यसै पोद्दिन रेडी हो मलाई डर लाग्छ केला डर लाग्नु ल हामी रेडी खोलामा है त गाइज अन्त ठुलै छ त खोला त्यहाँ आम्मा अन्त त्यो गाडी हेरी त्यो उठ्दाखेरि कता तर्छ त उहाँ माथि तर्छ पिपलको रुख मुनिया टकेर बाटै छैन अहिले त्यहाँ खतरा भयो नि त अहिलेको वर्ष त यो पुरै फाँट ढाकेको थियो मसँग भिडियो भएन फोटोसोटो छैन मैले यस्तो यतापट्टि राखिदिनु ल त्यही हो ओके अलराइट हामी चाहिँ अहिले चाहिँ अब के भन्छ हौ यहाँ जोगिथुम भन्दा तलपट्टि आएको थिएँ यहाँ पारीको गाउँलाई त जोगिथुम भन्छ यहाँ प्रेसर सेसर राखेको छ यो पारीको गाउँ छ जोगिथुम हो हामी अब चाहिँ खोल्टे पानी भन्छ यहाँनिर खोल्टे पानी भन्ने ठाउँनिर आउनु लागिसकेको छ सबै लगाएर हाम्रो गाउँको बुढाबुढी पनि यिनीहरू थाहा छ मलाई हाम्रो गाउँको हुन् के धेरदीको बाजे बजे कहाँ जान आएर रहेछन् भिडियो आउँदै होला नि तिनीहरू लडेको छ रमे बाइक पल्ट्यो भने नभने चाहिँ उहाँ न्यानो हो लडेको बाटो त राम्रो राम्रो छ तर अहिले चाहिँ बर्खामा अलिकति बाटो बिग्रेको रहेछ नत्र त्यस्तो दामी थियो यो बाटो पहिरो झरेर खतम भएको छ अरे अगाडि पनि त्यो बेबी हेरौँ अगाडि कस्तो भएको छ है त तर यहाँ त ढुङ्गा त राखेको रहेछ त्यतिको अगाडि थियो कि प्रेसरतिर झरेछ अरे बेला बेला यहाँ कस्तो डर लाग्दो ठाउँ थियो अहिले यस्तो दामी बाटो ठुलो भएर झाडी झाडी कस्तो खतरा थियो नि ल्यान्डस्लाइड चाहिँ भोबाले भएको रहेछ यहाँ चाहिँ बादर बिजुलीको पोल हेरौँ त कस्तो भएको छ यहाँनिर त्यही भएर त्यही पनि यो लाइन गइरहेछ क्या अझै पनि त्यही भएर यो बर्खामा चाहिँ लास्ट दुःख पाइयो हाम्रो अगाडिको त्यो के अरे झर्ना गएको त्यो भिडियो हेर्नुवाला यही स्लाइडले गर्दाखेरि हामी चाहिँ त्यो माथिबाट जानु परेको थियो त्यही हो गाइज ल मच्छरले टोको मलाई त फाइनली हामी चाहिँ मन्दिरमा आइपुग्यो यहाँ पूजा भइरहेछ यहाँ मन्दिर गरे सामान रेडी छ नरमा कस्तो भइरहेछ के मुन्टो मात्र हल्ला चाहिँ किन वाल्ला पर्यो अनि त्यो रेडी बजार आइपुग्यो त
तपाईँले चाहिँ 3 मुखे पुलमै पूजा सकेर अब हामी चाहिँ वहाँ पारिको मन्दिर बार त लगाएर थियो त्यसरी तपाईँलाई हामी चाहिँ अब पूजा भ्याएर हामी फेरि ऋषिकेश मन्दिर जाने कुरो भयो त्यही भएर हामी चाहिँ ऋषिकेश मन्दिर जाँदैछौँ लड्छु खै यो परेवा चढाउन नराखेको यो परेवा लास्टा घर जाला जस्तो धेरै सानो भयो बच्चा भयो लड्थ्यो फाइनल हामी चाहिँ ऋषिकेश मन्दिरमा आइदा ओ माइ गॉड पहिला परा चढाउँथ्यो उडाउँथे कि ठुलो ल्याएर हजुर उड्ने खालका ल्याउँथे ए अनि बच्चा लियो भने बच्चा त ल्याउँथेन उड्ने खालका ठुल्ठुला त खाइदिन्छ भनेपछि यो त केराको बिच यहाँबाट हाम्रो पुरा ऊ देखिरहेको छ 3 मुखे पुल ल जामेन पूजा सिद्धान सकियो तर परेवा चढेन अरे होइन परेवा चढो तर बिचरा सानो भयो कि अब कहाँ गर् थियो अनि यहाँ गएर नि आइसक्यो अझै हामी चाहिँ ठ्याक्कै सेन्टरमा आयो है त यो हाम्रो सस्पेन्सन पुलको ऋषिकेश मन्दिर चाहिँ पाल्पामा पर्छ यता फेरि यहाँनिर पाल्पा लेखेको छ वहाँनिर स्याङ्जा रुचि क्षेत्रधाम के रुरु क्षेत्रधाम गऱ्यो अनि गुल्मी अब हामी चाहिँ गुल्मीतिर लाग्यो ठ्याक्कै कलर त सेम छ त हौ चिन्ने छैन मान्छे त यार खम्बा के हो ल अब हामी फेरि उहाँ पाऱ्यो हनुमान बाटिका छ त्यो हेर्न जाने हाम्रो यहाँ आदेश आयो त्यही भएर हामी यहाँ जाँदैछौँ पुलिस चाहिँ परेर बोकै बिहान बिहान हिँडालिरहेको छ यसले हिँडालिरहनु भएको छ उहाँले अब हामी चाहिँ उहाँ पारि जाने कुरो भयो होइन रमै कस्तो हिँडाइरहनु भयो र सँगै आएको त कस्तो हिँडानी छ र ए लटेको छ हनुमान बाटिका नि गयो अब हनुमान बाटिका नि
गयो है त हेर्नु न कस्तो मिटै नआउने कि यो हेर्नु न त्यो एउटा जति जे गरे नि मिट न ल फाइनल आइपुग्यो हामी हनुमान वाटिका नि ओ माई गॉड चलो चलो अल्ला प्योर रङ त यहाँ पो रहेछ यहाँ चाहिँ धेरै कुरा रहेछ यहाँ नाग रहेछ यहाँनिर हरिण ओ यहाँनिर के हो यो चिलो के हो यो यस्तो दामी बनाएको रहेछ बाज हो ल है त फाइनल आइपुग्यो अब यहाँ एकछिन बसिन्छ अनि लागिन्छ लास्ट गर्ने हो त्यही हो साथीहरू होला शालिग्राम कत्रो ठुलो छ हो शालिग्राम पनि ल है त अब फाइनल हामी चाहिँ फर्क्यौँ अब एकछिन हेऱ्यो बसियो त्यहाँ रेस्ट गरेर 12:30 है 11:30 बजेको यार ल पुल त हो यो स्याङ्जाको यो पाल्पा यता गुल्मी यहाँ चाहिँ ऋषिकेश मन्दिर हामी पहिला त्यहाँ गयो अनि यहाँ आइयो तिनमुखे पुललाई पछाडि छोडेर अब हामी घरतिर लाग्दियो ल बाई बाई बुढी सी इन द नेक्स्ट ब्लग गाइज सी यू सुन ल लाग्यो ठक्कै लाग्यो दिनभरि के बिहानभरिको बिहान उठेदेखि हिँडेछौँ हामी लेट्स गो